आज चाहिँ मैले यहाँ एउटा देखेँ हौ, नयाँ खाले एउटा मकै जस्तो घोगा लागेको जङ्गलमा यस्तो घुम्दै हिँडेको त कति मजाको रहेछ। हेर्नुहोस् त त्यहाँ त्यसको प्याटर्न कलरहरू पनि मजाको रहेछ। कोनि त यसो हेर्दाखेरि नेटतिर हेर्दा चाहिँ एमोफालस नेपाली निसिस भनेको जस्तो लाग्थ्यो। त्यही होला हौ, मजाको रहेछ है। मजाले फल्दो रहेछ मुनिदेखि नै माथि चाहिँ पहेँलो गरेर रहेछ। कोनि त भोलिपर्सि पाक्दाखेरि अलिक अर्कै कलर हुन्छ कि अहिले चाहिँ यस्तो रहेछ। र साथीहरू मैले फेरि अर्को एउटा भेटेँ। यहाँ हेर्नुहोस् त कस्तो रहेछ। यो चाहिँ अलैँची बारीमा रहेछ हौ। अलैँची गोड्दाखेरि देखेँ है मैले। यस्तो खाले रहेछ, कालो गरेर लामो एउटा डन्ठा रहेछ हौ। त्यो मुनि चाहिँ त्यो गानो हुँदो रहेछ यसको चाहिँ मुनि। हुन चाहिँ यो पनि एमोफालस कन्जक के भन्दो रहेछ हौ। नेटमा यसो गुगल गरेर हेरेको डेभिल्स टङ पनि भन्दो रहेछ हौ इङ्ग्लिसमा। यसको गानो चाहिँ मान्छेहरूले खान्छ भनेर पनि दिँदै थियो, तर यो हो कि होइन त्यो चाहिँ मलाई पनि थाहा भएन। मान्छेले यसको गानो चाहिँ उमालेर प्रोसेस गरेर खान्छ भनेको सुन्थेँ। हेर्नुहोस् त त्यहाँ कस्तो रहेछ यसको मुनि फेरि सानो एउटा सेतो गरेर पनि रहेछ त्यहाँनिर। च्यातेर हेरेको नि त मैले। अन्त हेर्नुहोस् त कस्तो मजाको प्याटर्न रहेछ यसको। त्यसरी फल्दो रहेछ है यो चाहिँ लामो गरेर कालो गरेर पो रहेछ त हौ। यो त यो अर्कै भेराइटी रहेछ।